आदरणीय साथीहरु नमस्कार, वेलकम टु माई युट्युब च्यानल जिम्मालबा। अहिले हामी पन्जाबको ग्रामीण इलाकामा रहेका छौँ। तपाईं हेर्न सक्नुहुन्छ पन्जाब भनेको एकदमै उर्वर भूमि, जसले चाहिँ भारतको एउटा अन्न भण्डारको रूपमा चिनिन्छ। अहिले चाहिँ हामी भारतको विभिन्न ठाउँमा चाहिँ यसरी घुमिरहेका छौँ, हेर्न सक्नुहुन्छ। र हाम्रो पुजारी बा यहाँ अगाडि हुनुहुन्छ। के छ पुजारी बा? एकदम ठिक छ, आराम हुनुहुन्छ। हाम्रा खापर जगन्नाथका भक्तहरूसँग चाहिँ भेटघाट भइरहेछ, रमाइलो भइरहेछ। अझै खापर जगन्नाथले होइन के अरे भेट गर्ने अवसर जुटाउँदै रहौँ, यही हामी कामना गर्दछु। र त्यसै गरेर मेरो भान्जा हुनुहुन्छ अक्कल थापा बयानी। के छ भान्जा? एकदम आरामै हजुरको सुनाउने। कस्तो अनुभव भइरहेछ? एकदम राम्रो हजुर कृपाले एकदम राम्रो छ, सन्तोष छु, राम्रो छ यता। ओके, ठिक छ भनौँ। व्यापार बिजनेस कस्तो चलिरहेछ? हजुर त्यो कुरै नगरे पनि भयो, एकदम राम्रो। पेट पालेको छौँ होइन, बच्चा पालेको छौँ, त्योभन्दा ठुलो हामीलाई के चाहिँदैन। हो, अहिले हामी चाहिँ भारतको पन्जाबमा छौँ। कुन ठाउँ हो? भारतको पन्जाब गुरदासपुर डिस्ट्रिक्ट। अहिले दिनानगर बरामपुरबाट हामी अहिले चाहिँ गुरदासपुर डिस्ट्रिक्ट जान लाग्छौँ। कानुमान जान लाग्छौँ। कानुमान होइन। अब यहाँ मेन कुरा चाहिँ यहाँको खेतीयोग्य जमिन छ, हेर्न सक्नुहुन्छ। एकदमै पुरै गाउँ, अहिले गाउँको सिजन रहेछ होइन भान्जा? हजुर एकदम पुरै यहाँ हेर्नु त गाउँ अनि त्यो उखु भन्छन् होइन, यता गन्ना हजुर, गन्ना त्यसको सब फसल हुन्छ यता। एकदम कृषि योग्य जमिन हुँदाखेरि एकदम राम्रो। तरकारी सस्तो पाउँछ क्या? तरकारी किलो हो यहाँ त। हो हजुर, यस्तो सस्तो पाउँछ ल, हेर्नु त। अनि हाम्रो पुजारीबालाई चाहिँ अलि आज कोट किन्नु भएछ। अब धेरै राम्रो छ होइन। त्यही मैले अघि नै भनिहालेँ, खापर जगन्नाथका कृपाले होइन राम्रै भएको छ। सबै हाम्रा चाहिँ खापर जगन्नाथका परिवार, खापर जगन्नाथका आस्थावान, खापर जगन्नाथका भक्तहरू होइन के अरे अहिले यो पन्जाबदेखि लिएर कहाँ भनौँ, जम्मू कश्मीर दिल्ली सबैमा चाहिँ खापर जगन्नाथ घटाउनु भइसकेका छन्। सबैले यति राम्रो सहयोग गर्नुभएको छ कि खापर जगन्नाथ घटाउन पैसापछि के गर्नु नि। अब त्यो धरोहर त यस्तो बन्ने भयो कि अब पुरै छोड्नुहोस्। अब यो चाहिँ एकदम होइन, यो त सुदूरपश्चिमको एउटा चाहिँ होइन ऐतिहासिक पुरातत्व यो धरोहर शक्तिपीठ फेरि भनेको हामीले कबुल गरेको पुग्ने, मागेको चिज पुग्ने, त्यत्रो धरोहर, त्यत्रो एउटा स्वयं एउटा शिवजीको एउटा वासस्थान खप्तड होइन। खप्तडको त्यो पाडेदेउलको खापर जगन्नाथको मन्दिर भनेपछि, खापर माड्यो भनेपछि प्रसिद्ध धाम, जो कि एउटा चाहिँ गभर्मेन्टले पनि एउटा मान्यता प्राप्त दिएको एउटा धरोहर हो। अब चाहिँ चाँडै नै होइन यो बन्ने छ। हामी सबै प्रवासमा रहेका दाजुभाइले होइन आशा गरौँ छिटोभन्दा छिटो तपाईँहरू यो धरोहर चाहिँ देख्न पाउनुहुनेछ र शान्तिसँग चाहिँ त्यहाँ पूजा गर्न पाउनुहुनेछ भन्ने चाहिँ ढुक्क हुनुहोस्। चिसो छ। अब यता गाउँ हेर्न सक्नुहुन्छ। यहाँ गाउँबारी एकदम अन्न भण्डार छ। हेर्नुहोस्, पन्जाब भनेको गाई, भैँसा, कुखुरा, कालिज अनि उखु, यो बँदेल पनि पाउँछ होइन? ल, बँदेल पनि पाउँछ भने बँदेल पनि पाउँछ हामीसँग त। बँदेल है अब घरमा गयो भने कहाँनिर भेटिन्थ्यो, मार्थ्यो, खान्थ्यो पनि। अरू यहाँ चाहिँ हाम्रो डेली हुन्छ अनि हाम्रो यहाँ चाहिँ निश्चलो हुन्छ। बँदेललाई यहाँ के भन्छन् हिन्दीमा? यहाँ जङ्गली सुगर भन्दा रहेछ। जङ्गली सुवर भन्दा रहेछन्। यस्तो छ, एउटा ऐतिहासिक रहेछ। अलि राम्रो भाषा आज नत्र यहाँ हुस्सो लागेर है। हजुर एकदम हुन्थ्यो। अहिले पनि देख्नु माछा पोखरी रहेछ उता भन्छ। हजुर जम्मै माछा पोखरी रहेछ यार, पुरै तालाब छ नि त। यसरी त हुन् मान्छे मर्ने। अस्ति नि पनि म एक्सिडेन्ट भयो यसरी हो नि कुकुरसँग। और गाइस अच्छे बोलो, अच्छे करो काम जिंदगी में। हाँ एकदम
सबैमा नमस्कार। म जिम्माल बा। खापर जगन्नाथ पुनर्निर्माणका निमित्त हाम्रा दाजुभाइ तथा आफन्तजनहरूले विभिन्न ठाउँबाट सहयोग गर्नुभएको छ, योगदान गर्नुभएको छ, हेर्न सक्नुहुन्छ। यसै गरेर खप्तड छेडेद 3 बाजुराबाट पनि हामीलाई ठुलो रकम प्राप्त भएको छ। यसका लागि धेरै धेरै धन्यवाद। खप्तड छेडेद 3 बाजुराबाट निरज थापाज्यूले निरज धामी होइन गुदुखाती गाउँबाट गुदुबाट नेपाली 10,555 रुपियाँ योगदान गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। पुजारी साहबलाई यो हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छौँ। हाम्रो धरोहर पुनः निर्माणको लागि यत्रो सहयोग गर्नुभएकोमा बाजुराजीलाई धेरै धेरै धन्यवाद। हामी सबै खापरका खापर हाम्रो जय खापर। ल जय खापर। धन्यवाद अजय मित्र साहब। हस् धन्यवाद।